साथीहरु नमस्कार, फेरि पनि स्वागत छ हाम्रो युट्युब च्यानलमा। साथीहरु, प्याजको नर्सरी राख्नको लागि सबभन्दा पहिले त हजुरहरुले खूब राम्रोसित चाहिँ खेतको जोताइ गर्नुपर्छ र त्यसपछि एक कट्ठामा कम से कम 100 केजी शुद्ध पाकेको गोबरको मल हाल्नुपर्छ। मल हालेर फेरि एकदम जोताइ गर्नुपर्छ र माटोलाई पुरा भुरभुरा बनाउनुपर्छ। यदि हजुर कहाँ वर्षाको सम्भावना छ भने अलि ऊँचो बेड बनाएर हजुरहरुले नर्सरी राख्न सक्नुहुन्छ। यदि वर्षाको सम्भावना छैन भने यस्तै समतलमा पनि हजुरहरुले चाहिँ प्याजको नर्सरी राख्न सक्नुहुन्छ। र जुन बेडको एउटा बेडदेखि अर्को बेडको जुन चौडाइ हुन्छ त्यो 3 फुट भन्दा बढी नराख्नु होला, किनभने यदि 3 फुट हुन्छ भने अनि मेडमा बीचमा यस्तै मेडी हुन्छ भने हामीले दुवैतिरबाट चाहिँ हातले नै खरपतवार जुन हुन्छ अनावश्यक घाँस त्यो चाहिँ निकाल्न सकिन्छ। यसकारण 3 फुट भन्दा बढी नबनाउनु होला। र हजुरहरुले प्याजको बिउलाई चाहिँ कम से कम 24 घण्टा पानीमा भिजाउनु होला। 24 घण्टा भिजाइसकेपछि त्यसलाई छानेर चाहिँ कपडामा बाँधेर चाहिँ अंकुरण हुनको लागि छोड्नु होला। अब 24 घण्टा पछि सेतो सेतो अंकुरण भइसकेपछि हजुरहरुले चाहिँ बेडमा छर्नु होला हातले र यो माटोलाई चाहिँ मिलाउनु होला। बिउ र माटो यस्तै आपसमा मिलाउनु होला हातले र हजुरहरु चाहिँ पछाडी सर्दै जानु होला, किनभने अगाडितिर जब हामी जान्छौं भने हाम्रो माटो चाहिँ दब्दै जान्छ र पछाडीतिर आउँछौं भने त्यो माटो दब्दैन, खुक्लो हुन्छ र यसको अंकुरण चाहिँ राम्रो हुन्छ, यसको जर्मिनेसन चाहिँ धेरै हुन्छ। र हजुरहरुले यस्तै बीचमा चाहिँ पानीको निकास पनि दिन सक्नुहुन्छ। बाइ द वे यदि वर्षा भयो भने हाम्रो पानी चाहिँ बाहिर मजाले जान्छ। माटो र बिउ मिलाइसकेपछि माथिबाट चाहिँ डाइरेक्ट सनलाइट नपरोस्, डाइरेक्ट घाम नपरोस्, त्यसको लागि चाहिँ यस्तै खर बिछाउनु पर्छ। हजुरहरुले यहाँ हेर्न सक्नुहुन्छ यो फुस बिछाएका छौं माथिबाट। यसले गर्दाखेरि चाहिँ माटोको जुन भित्र जुन नमी हुन्छ, मोइस्चर हुन्छ त्यो बनिरहन्छ र डाइरेक्ट सनलाइट पनि पर्न पाउँदैन। यसकारण अंकुरण राम्रो हुन्छ। र हजुरहरुले यसको अप्सनमा चाहिँ तिरपाल पनि बिछाउन सक्नुहुन्छ। तिरपालमा पनि एकदमै राम्रो जर्मिनेसन हुन्छ। अब यसलाई चाहिँ कम से कम 7 दिनसम्म छोप्नु पर्छ। 7 दिनपछि यसमा हरियो हरियो चाहिँ हजुरहरुले प्याज हेर्न सक्नुहुन्छ। यो हाम्रो अहिले 7 दिनको भछ अनि यहाँ हजुरहरुले हेर्न सक्नुहुन्छ जर्मिनेसन कति राम्रो भएको छ। अब यसमा हजुरहरुलाई केही पनि गर्नु पर्दैन। अब 10 दिनपछि यसमा चाहिँ फन्जिसाइडको स्प्रे गर्नुपर्छ, फफुंदीनाशकको। र त्यसपछि लगभग 1-1.5 महिनामा यो ट्रान्सप्लान्ट गर्नको लागि रेडी हुन्छ।